लास्टमा यता चाहिँ हाम्रो बेहुलीको आमा, यता चाहिँ हाम्रो बेहुलीको बाबाजीको अघि बिहानदेखि स्टिल बसिरहेको छ। अब अन्तिम समय आइराखेको छ। सो हाम्रो सुजुलीको भिडियोहरू ब्लगहरू एकदमै राम्रोसँगले बनिरहेको छ। यता चाहिँ हाम्रो सुजुली हाम्रो बेहुली भोलि जाने बिचरा रुन्दै है हाम्रो सामदुङ छोड्ने भयो उताको बासिन्दाहरू भयो नि। यता चाहिँ हामी भोलि अब कति रुने हो भोलि चाहिँ अब कति रुने हो। यहाँ अब आज चाहिँ यो हाँसी खुसी टेन्सन छ। यहाँ त फेरि दबाई काम हुँदैछ फेरि आशिष दाको। यता हाम्रो दवाको हामी चाहिँ यस्तो अब सुजुदेखि टक्कै एयरहरू टक्क यो अब मजाले के भन्छ ल मोडर्न टाइपको एकदमै भोलि बिहान दामी हुँदैछ। तपाईँले यो कहिले हेर्दै जस्तो फाइट गर्नु होला अनि हामी चाहिँ सबै टिमहरू मिलेर सुजुदेखिको लागि एकदमै प्रिपेरेसनमा चलिरहेको छ। हे गाइस वेलकम ब्याक टु द च्यानल र यहाँलाई फेरि पनि स्वागत छ। आज चाहिँ किन टाई सुटमा तपाईँहरूले देखिराख्नु भएको छ। सो आज चाहिँ हाम्रो सुजुदीको विवाह होली म्यारिज भइरहेछ अनि हामी आज बिहानै सुजुदीको होली म्यारिजमा गइरहेछ। सो टाई सुट लगाएर सो मलाई कस्तो देखिरहेको छ तपाईँले कमेन्ट गरिदिनु अनि हामी यहाँबाट निस्किरहेको छौँ। आजको जति पनि विवाहको भ्लगहरू म तपाईँलाई देखाउनेछु अनि विवाहको जति पनि सिनेमेटिक्स भिडियोहरू भयो अनि रिल्सहरू छ अनि मसँग हेडफोन पनि छ अनि हामी दुईजना टक्कै गइरहेको छ। अब चर्चमा गर्दा जति पनि कुराहरू छ सबै एभ्रिथिङ आज तपाईँलाई म देखाउनेछु आजको भ्लगमा जोडेर। यहाँबाट चाहिँ एन्ट्रेन्स हाम्रो चर्चमा भइरहेको छ। विवाह चाहिँ हामी चर्चमा आइपुगेको छ अनि देन यहाँ यस्तो भन्दै सेटिङ्सहरू यहाँ हुन्छ। सो हामी चर्चमा आइपुग्यो अनि भित्रको अब स्ट्रक्चरहरू तपाईँलाई देखाउनेछ कस्तो प्रकारले के भइरहेको छ भनेर चाहिँ। सो यो डेकोरेसनहरू चाहिँ यस्तो प्रकारले मजाले बेलुकै सकेको छ। फाइनली मण्डपमा अनि यहाँको सबै सेटिङ्सहरू हुँदो रहेछ। सो यता पाहुना हेर्ने ग्रुपहरू आफ्नो आफ्नो टक यहाँ टक्कै आज अघि बिहानै आइपुग्नु भएको रहेछ। सो बाजेले पाहुना गेस्ट हेरचरामा छ तपाईँ गेस्ट हेरचरामा। सो आजको हाम्रो फेरि यहाँ पस्नु भयो हाम्रो सेल्फी कर्नर सेल्फी पनि हुँदैछ। चर्चको भित्र एन्ट्रेन्स यस्तो छ आजको मेन चाहिँ। यो चाहिँ अहिले भएर मात्रै छ तपाईँले मेन उयसमा। अनि यताबाट जाँदा रेफ्रेसमेन्ट हलमा चाहिँ ल त हाम्रो बोजू चाहिँ नाम नगाएर के हाम्रो आज हाम्रो आन्टी यता हाम्रो बस्ने यस्तो चाहिँ रेफ्रेसमेन्ट हल चाहिँ चडक्कै हो। आज यत्तिको रहेछ हाम्रो यता फेरि पास्टर भयो टक्कै चडक्कै। यता हाम्रो युथको हाम्रो सिनियर लिडर हो। यता हाम्रो पास्टर हाम्रो आशिष दा अघि आउनु भएको अघि नै आएर यहाँनिर सेटिङ्सको लागि के मिलाउँदा त्यतिको झन् युथ लिडर भर्खर आउँदैछ हरेस। यता हाम्रो सबै हाम्रो बिएफसी चर्चको। सो आजको यो मिठो भ्लग अनि होली म्याचको भ्लगमा रहिरहनु होला। अनि हामी तिनजनाको एङ्गल चाहिँ यस्तो प्रकारले चडक्कै प्रकारले। यता चाहिँ हाम्रो सुजुदीको आजको किचन टिमहरू कल्याण समाजको अनि हाम्रो बिएफसी सामदुङको सबै टिमहरू उनीहरू कोर बसिरहेको नि कोही खाइराखेको छ। छैन त
हाम्रो डाइनिङ हल ठक्कै छ आजको यस्तो छ डाइनिङ हल सेट चाहिँ सो अहिले चाहिँ हामी जन्ती टिम रिसिभको लागि सो जन्ती टिम पनि आइपुग्नु आँटेको छ सो अब चाहिँ जन्ती टिम पनि आइसकेको छ अनि हामी यहाँ ठक्कै रिसिप्सनमा विवाहको कार्यक्रमलाई सुरु गर्न गइरहेका छौँ र यति बेला सुरु गर्दै गर्दाखेरि गर्नुभन्दा अगाडि उहाँका पास्टरगण अनि उहाँका अगुवाजनहरू जतिजना तपाईँहरू अभिभावकहरू आउनुभएको छ सबैलाई आजको यो पवित्र कार्यक्रममा यो पवित्र वेदीमा तपाईँलाई स्वागत जनाउँदै तपाईहरूले परमेश्वर र मण्डलीको सामने यी प्रतिज्ञा गरेको म चाहन्छु म पहिला बेहुलालाई सोध्न चाहन्छु श्री अरुण के तपाईँ सुश्री सुजातालाई आफ्नो विवाहित पत्नी भनी ग्रहण गर्नुहुन्छ दुःखमा सुखमा आपद विपद बिमारमा हेरचाह र रक्षा गर्छु र उसको सबै कमजोरीमा प्रभुको वचन अनुसार एउटा निर्बल पात्र मात्र सम्झी जीवन रहुन्जेल प्रेम गरिरहन्छु भनी प्रतिज्ञा गर्नुहुन्छ गर्नेछु र अब म फेरि हाम्रो छोरीलाई बहिनीलाई म सोध्न चाहन्छु सुश्री सुजाता के तपाईँ श्री अरुणलाई आफ्नो विवाहित पति भनी ग्रहण गर्नुहुन्छ प्रभुको आज्ञा अनुसार तपाईँ आफ्नो लोग्नेको अधीनमा रहेर आत्मिक शारीरिक सबै कुरामा आफ्नो पुरा बल ज्ञान मनले उसलाई सहायता गर्दै जीवन रहुन्जेल प्रेम गरिरहन्छु भनी प्रतिज्ञा गर्नुहुन्छ अहिले चाहिँ यस्तो विवाहको विदेश भागमा पुगिसकेको छ अनि हामी यहाँ बेहुलीको मण्डपतिर दाजु टक्कै खादाहरू लाउँदैछ यहाँ हाम्रो फुप्पाहरू कडाएर चाहिँ वेशभूषा मेरो यता फेरि हाम्रो भाइ दामी हुँदैछ दामी हाम्रो फुप्पाहरू भाइहरू चाहिँ मोकटेलमा रहेछ तपाईँहरूले खानुभयो भने चाहिँ यसरी हामीलाई डिमान्ड गर्नुहोस् है
ब्लू लगुन मोहितो के भन्छ होला त मोहितो यो ब्लू लगुन यो मोहितो म्याङ्गो शेक यो कोक विथ जलजिरा भेराइटिज बनाना शेक खान्छ न अब हामी म पनि टेस्ट चाहिँ गरिहेर्छु लु एकदम मामाले पनि खानु सक्दैन ओके थ्याङ्क यू सो मच मामा र भानिस खाएको निकाल्दैन मामा भानिस मात्रै खालि निकाल्छ मामा भने ल भानिस एकदम थ्याङ्क यू भानिसले हाम्रो लागि नि चाहिएको हो यसो कसो हो तुचिला दामी छ टेस्टी स्वाद आम यतिको त बनायो भने त अब तपाईँहरू सप्लायर उता चाहिँ मेकिङ रहेछ नि त फ्याक्ट्री चाहिँ उता रहेछ नि हाम्रो रेफ्रेसमेन्ट हलमा जति पनि डिसहरू पुऱ्याउने यहाँ हाम्रो आक्कु हाम्रो यहाँ कस्टनियामा दिदीहरू अनि यहीँ चिया भान्सीहरू आक्कुले खाइरहेको मात्रै निकाल्छ नि म त यति बेसी खाएछ आम्मामा यो बिहामा त खाएकै हो नि यता चाहिँ हाम्रो सुजुलीको बिहामा जाँदा यसो मजाले खटिदिइराख्नु रहेछ यो 4-5 पैसामा पनि उहाँहरू यो त भाडा धुने लगाउनु पर्यो नि हो त यता फेरि कप यहाँ चाहिँ चिकन सुपहरू आएको चाहिँ के सर हतार फेरि चिकन सुप खानु लागि हामीले एकपल्ट टक्क खाइरहेको छ यहाँ अब हामी चाहिँ खाइराखेको छ चिकन सुप चाहिँ आज हाम्रो बिजी फोटोग्राफर यता हाम्रो भिडियोग्राफर टक यता हो अब चाहिँ अन्तिम विभागको अगाडि देख्नु पर्ने अगाडि देख्छ यो त हाम्रो बुढाको भेना चाहिँ खुसी छ दिदी लान्छ भनेर खत भेनाले खुसी भएर चाहिँ दिदी लान्छ भनेर भेना यहाँ थाकिरहेको होला हरेमा के भनेर यहाँ यता चाहिँ हाम्रो बेहुलीको आमा यता चाहिँ हाम्रो बेहुलीको बाबाजीको अघि बिहानदेखि स्टिल बसिरहेको छ अब अन्तिम समय आइराखेको छ सो हाम्रो सुजुलीको भिडियोहरू ब्लगहरू एकदमै राम्रोसँगले बनाइरहेको छ यता चाहिँ हाम्रो सुजुली यता चाहिँ हाम्रो दिदी सुजु अनि यता चाहिँ भेना हुनुहुन्छ अब चाहिँ अन्तिम हुँदैछ सुजुलीको के छैन तर पनि हामी भेटिहाल्छ यता चाहिँ हाम्रो भेना अनुग्रहमा र आज हामीलाई विशेष आमा बाबा हुनुहुन्छ माइतीहरू मामाहरू हुनुहुन्छ स्थानीय पास्टर बाउहरू सबैबाट जतिजना पनि शुभचिन्तक हुनुहुन्छ अनि विशेष गरी तपाईँले अब हामीलाई आज छोरी दिएर पठाउँदै हुनुहुन्छ अनि हामी पनि बिहानदेखि आएर पर्खिरहेका छौँ अहिलेसम्म अनि अलिकति हामीलाई अब समय भयो जस्तो पनि लाग्दैछ र हुनु चाहिँ अब तपाईँहरूको बोलाएका निम्तारेहरू के कसो कति छ त्यो त हजुरलाई थाहा छ अनि तरै पनि हामी अलिकति समयले गर्दा बाटो लामो छ अनि हाम्रो बाबा आमा अनि सम्पूर्ण पास्टर बाउहरू मामा माइजू तपाईँहरूबाट पनि हामी बिदा माग्न चाहन्छौँ अनि तपाईँहरूको सुझाव सल्लाह के हुन्छ भने तपाईँले हामीलाई आशिष दिनुहोस् जसरी अब हाम्रो भाइले छोराले एउटा छोराछोरीको एउटा घर बनिनु गइरहेको छ यो बिदा तपाईँले आशिषमै बिदा दिनुहुन्छ धन्यवाद दिन चाहन्छु म मेरो पनि अब छोरी नै त्यसले गर्दाखेरि तपाईँको हातमा हामी सुम्पेर पठाउँदैछौँ आज तमाम यहाँ 1200 हामीले स्टुडेन्टहरू बोलाएका थियौँ अनि उहाँहरू आइकन यति साह्रो आशीर्वाद दिएको छ अनि यसलाई सफलता भन्दैन म चाहिँ क्या तर सफलता चाहिँ त्यति बेला भन्छु जब दुईजना मिलेर मण्डलीको उन्नति परिवारको उन्नति गीताङको उन्नति जब गर्छ यो चाहिँ हामी परिवारबाट यिनीहरूको सफलता भन्ने सम्झन्छौँ तर आज यस्तो राम्रो बिदाबारी भयो यस्तो राम्रो विवाह भयो हाम्रो यति धेरै पाहुनाहरूले खदामालालाई बधाई टक्राए यसलाई म सफलता कथा पनि भन्छु सफलता चाहिँ त्यति बेला भन्छु दुईजना मिलेर
हाम्रो घरमा फर्केर आउँछ एक्लै आउँदैन बुकको कोसिली हेर्नु हातभरि कोसिली लिएर खुसी छ दुईजना 10 त फेरि बडो बात हुन्छ ल लाग्यो है त हुन्छ ए गाडी एकछिन रोक्दैन बाई बाई नसुन गाडी एकछिन रोक्दैन सबै मेकअप उता गर उयो गर्नुपर्छ नरु त भन्यो सुधि तपाईँको उयसमा उयो थियो नि टी-सर्ट दिइसकेको थियो होइन मान्छे त टी-सर्ट हो बाई बाई हाम्रो त कता जानुपर्ने गाडी हतार रहेछ क्या छिटो भन्नु यो गाडीलाई हतार ए यो पनि रुँदै रहेछ हेर जानुहोस् राम्रोसँग सेट गर्ने